सम्पूर्ण नमस्कार स्वागत छ म पारस मिया तपाईँ हेर्नुहुन्छ तपाईँले हेर्न सक्नुहुन्छ नेकपा एमालेका कार्यकर्ताहरू आज अहिले गुलरिया स्थित जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेका छन्। जस्तै कि तपाईँलाई थाहा छ नेकपा एमालेका सभापति तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेसँगै आज देशैभरि नै विरोध प्रदर्शन गरिराखेका छन्। त्यसैगरी आज अहिले गुलरियामा पनि विरोध प्रदर्शन भइराखेको दृश्य तपाईँले हेर्न सक्नुहुन्छ। केपी ओलीलाई रिहा गर बलेन सरकार मुर्दाबाद भन्दै अहिले गुलरियाको जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेका छन्, जसको दृश्य तपाईँले हेर्न सक्नुहुन्छ। गतेको घटनालाई आधारित मान्दै तत्कालीन अवस्थामा तत्कालीन निर्वाचित सरकारलाई जननिर्वाचित सरकारलाई अवदस्त गरी असंवैधानिक सरकारको रूपमा गठित सुशीला कार्कीको सरकारले अगाडि सारेका कतिपय कार्यक्रमहरूलाई मूलतः हामीले विरोध र प्रतिरोध गर्दै लोकतन्त्रको सुन्दर पक्षलाई आत्मसात गर्दै 2072 सालको संविधानको सुन्दर पक्षलाई जोगाउने उद्देश्यका साथ 21 गतेको आम निर्वाचनमा सहभागी भयो। निर्वाचनमा सहभागी भइरहँदाखेरि हामीलाई थाहा थियो निर्वाचन सँगसँगै जाँदाखेरि विजय र पराजय पनि सँगसँगै रहन्छ। सरकारको पहिलो निर्णयबाट नै जे निर्णय गरियो त्यो स्वाभाविक रूपमा असंवैधानिक निर्णयतर्फ उन्मुख हुने गरी गरिएको निर्णयप्रति हाम्रो प्रतिरोध स्वरूप यो कार्यक्रम जारी गरेका छौँ। संवैधानिक आयोग गठन होस् भनेर आज पनि हामी यो सडकमा नारा लगाइरहेका छौँ र हामीले भनेका छौँ असंवैधानिक हिसाबले गठित गरेको कार्की आयोग आफैमा असंवैधानिक छ भन्ने कुरा यो आज हामी नेकपा एमाले आज बोलिरहेका होइनौँ कि तत्कालीन अवस्थामा सर्वोच्च अदालतमा परेको मुद्दाको आधारबाट सर्वोच्च अदालतले नै गरेको फैसलाको आधारबाट कार्की आयोग आफैमा असंवैधानिक आयोग हो भन्ने खालको पुष्टि सम्मानित सर्वोच्च अदालतले समेत आफ्ना निर्णयबाट गरेको कुरा यहाँहरूको बिचमा सर्वविदितै छ। त्यसैले हामीले भनेका छौँ असंवैधानिक नेतृत्वले गरेका प्रतिवेदनहरू पनि खारेज गर भन्ने माग हामीले गरिरहेका छौँ। यसको साथसाथै हामीले संवैधानिक आयोग गठन गर भनेका छौँ। त्यसैले हामीले संवैधानिकको रक्षा गर्नु, संविधानलाई जनताको मौलिक अधिकारसित जोड्नु र त्यो हिसाबका साथ अगाडि बढ्नु आजको पनि कर्तव्य भूमिका हो। त्यसैले हामीले आज खबरदारीका साथ भनेका छौँ प्रतिशोधपूर्ण व्यवहार बन्द गर, वैदेशिक इसारामा नेपाली मुलुक चलाउने खालको कुत्सित प्रयासहरू बन्द गर र जहाँ जहाँ वैदेशिक हस्तक्षेप भएका छन् त्यसप्रति मुर्दाबाद र त्यसपछि खबरदार भन्ने हिसाबका साथ हामीले हाम्रो नारा उल्लेख गरेका छौँ। त्यसैले आज पनि हामीले भनेका छौँ असंवैधानिक तरिकाबाट गठित आयोग र त्यो गठित आयोगले प्रस्तुत गरेको प्रतिवेदन नै आफैमा असंवैधानिक छ। त्यसैले त्यसलाई खारेज गर र 23 र 24 को न्यायोचित घटनालाई छानबिन गर्नका निम्ति विश्वासयोग्य बालवाला न्यायाधीशको नेतृत्वमा आयोग गठन गर। त्यो आयोगले छानबिन गरे पश्चात प्राप्त गरेका सबै खालका विवरणहरूमा हाम्रो नेतृत्व जोसुकै पनि संवैधानिक हिसाबबाट दोषी ठहरिने अवस्था सिर्जना भयो भने त्यो दोषीको भागीदारको सजाय भोग्न हामी तयार छौँ भनेर आज पनि भनिरहेका छौँ, भोलि पनि भनिरहने छौँ, किनकि हामी संविधानको रक्षाका निम्ति नै सडकमा उत्रिएका हौँ। यसैले हामी यही खबरदारीका साथ निरन्तर अगाडि बढ्नेछौँ। यो मनसायका साथ हाम्रो अध्यक्ष श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री केपी ओलीलाई यही घटनालाई आधार मानेर गिरफ्तार गर्ने खालको प्रयास गरिएको छ, गिरफ्तार गरिएको छ र त्यो गिरफ्तारलाई असंवैधानिक हिसाबबाट अगाडि बढ्न कोसिस गरिरहेको छ। त्यसैले ती प्रयासहरूलाई बन्द गर भनेर हामी आन्दोलनमा उत्रिएका छौँ र असंवैधानिक हिसाबबाट गिरफ्तारी भएका नेताहरूलाई बिना शर्त रिहा गर भनेर हामीले आह्वान गरिरहेका छौँ। यो आह्वानलाई, यो खालको भावनालाई यदि यो सरकारले, यो जनताको अभिमत प्राप्त गरेको सरकारले यो मुलुकको संविधान, यो मुलुकको संवैधानिक अधिकार, यो मुलुकको सर्वोच्चता र यो मुलुकको राष्ट्रियता प्रति
खेलुगार गर्ने कोसिस गर्यो भने हामीले भनेका छौँ यो हाम्रो पार्टीको नेता र नेतृत्व व्यक्तिप्रति मात्रै होइन, यो मुलुकको लोकतान्त्रिक पद्धतिमाथिको हमला हो, राष्ट्रिय स्वाभिमानमाथिको हमला हो। त्यसैले राष्ट्रियता र लोकतन्त्रको पक्षमा रहने सबै वर्गहरूलाई आह्वान र अपिल गर्दै जसरी यो लोकतन्त्र प्राप्तिका निम्ति हामी सङ्घर्षरत रह्यौँ, थुप्रै शहादत योद्धाहरूले शहादत प्राप्त गर्नुभयो। आज फेरि जे क्रियाकलाप देखिँदैछ यो क्रियाकलापले ती शहीदका सपनाहरू अधुरो हुने दिशातर्फ उन्मुख हुँदैछ। राष्ट्रियतामाथि खतरा बढ्दैछ, लोकतन्त्रमाथि खतरा बढ्दैछ। त्यसकारण हामीले सचेतनाका साथ लोकतन्त्र र राष्ट्रियताको पहरेदारका निम्ति हामीले निरन्तर सङ्घर्षका निम्ति अगाडि बढ्न मैदानमा तयार छौँ भन्ने उद्देश्यका साथ हामी आज साङ्केतिक रूपमा देशका 75 जिल्लाबाट सिडिओ कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ हामी यो कार्यक्रममा सहभागी भएका छौँ। हामी हाम्रो यो आजको आन्दोलन, आजको यो ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमलाई यहीँ समापन भएको घोषणा गर्न चाहन्छौँ। धन्यवाद, अभिवादन।